हाई गाइज वेलकम छ सबैजनालाई मेरो युट्युब च्यानलमा। अनि आजको यात्रा चाहिँ हाम्रो सिङ्गापुरसम्मको मलेसियादेखि है साथीहरू। है साथीहरू, हामी चाहिँ अहिले आधी बाटोमा आइपुगेको अवस्था। अब तपाईँहरूलाई म सबै भिडियो उतै गएर देखाउँछु है। यही त है, गरौँ न, उतै भेटौँ न साथीभाइ हो सबैजना। हामी चाहिँ आधी बाटोमा पुगिसकेको अवस्था। गाइज हामी चाहिँ अहिले सिङ्गापुरको एयरपोर्टमा है। हजुर हान्दिउँ न यार, चलफल यार। ए राजा गाइजहरू है। गाइज हामी चाहिँ अहिले सिङ्गापुरको एयरपोर्टमा। हामी चाहिँ है ल यो हामी चाहिँ एकदम सिङ्गापुरको एयरपोर्टको जुन वरिपरि रहेको दृश्यहरू छन् है, यो जस्ट यो चाहिँ एकदमै अलिकति के भन्ने नि, अब एकदमै अद्भुत टाइप्सको बनाएर छ। यो चाहिँ पानी तल छिर्ने होल बनाएर छ अनि माथिबाट चाहिँ पानीबाट आउने एकदमै के भन्ने, एकदमै अमेजिङ भनौँ है। एकदमै सिरियस टाइप्सको एकदम यो अत्याधिक राम्रो बनाएर छ। यहाँनिर मान्छेहरूको भिड त्यत्तिकै छ है। यो चाहिँ है पानी आउँछ अनि तल जाने ठाउँ रहेछ है। अनि यो भाग एरिया यो सबै माथिको के हो यो पनि हेर्नुपर्छ। यस्तो ठाउँमा सारा फुलहरू सबै कुराहरू रोपेर एकदमै स्पेसल ठाउँ भन्छु है म चाहिँ। यो चाहिँ खुसी लागिरहेछ जे होस्, सम्पूर्ण कुराहरू एकदम सिङ्गापुर हो, एकदमै यो क्लिन है। अनि एकदमै प्रकृतिको सेभ अनि यो चिजहरू रहेछ। खुसी लाग्यो त्यस आउन पाइयो। यहाँबाट पानी आएको भिडियो पनि म तपाईँहरूलाई भरे यसमा कैद गर्नेछु है यो भिडियोमा। जुन यो रेलको लिक रहेको छ, सुन्दर, एकदमै सुन्दर है यहाँको माहौल। हिँड्ने यो पुल है एकदमै रहेछ। अनि तल एकदमै छ बस्नलाई हिँड्नलाई। हामी एकदम टप कलरमा छौँ अहिले। वाउ वाउ, खै थोरै म अलिक क्लिन ठाउँमा आउँछु यार। यो पानी झर्ने एरिया रहेछ यो। वाउ, पानी आयो है। रुखले राम्रो दिएन यार। अगाडि नघुसौँ न हौ, हाम्रो पनि बनिरहेछ यार। मान्छेको भिड त्यत्तिकै रहेछ है तल। लौ जाउँ त। रेल पनि ठ्याक्कै आइपुग्यो ल। मान्छे त कति धेरै छ। वाउ, पानी त बब्बालै देखिँदो रहेछ। अब कन्टिन्यू हो, ठ्याक्कै टाइममा आइपुगेछ कि है यो कन्टिन्यू एकदम। हेर्ने मान्छेहरू धेरै नै हुनुहुन्छ।
यो है गाइज हो। गाइज हामी चाहिँ अहिले सिङ्गापुरको मेन सिटी घुम्दैछौँ नि त है गाइज। भ्यू चाहिँ अति नै सुन्दर ठाउँ है साथीहरू, एकचोटि अवश्य भिजिटै गर्नुपर्ने ठाउँ है। एकचोटि आउनु होला साथीहरू, एकचोटि घुम्नु होला। मलाई चाहिँ अति नै सुन्दर लाग्यो। अब तपाईँहरूलाई कस्तो लाग्यो हेर्नु होला साथीहरू। मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है त। गाइज यो चाहिँ सिङ्गापुरको मेरिना गार्डन है। अब यो लाइट चालु हुनु लाग्छ है साथीहरू। गाइज हो अति नै सुन्दर, अति नै रमणीय ठाउँ। मलाई चाहिँ साह्रै राम्रो लाग्यो। तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। कमेन्ट नभन्नु होला है गाइज हो कस्तो लाग्यो तपाईँहरूलाई। मलाई चाहिँ अति नै दामी लाग्यो। धेरै सुन्दरताले भरपूर न ठाउँ है साथीहरू। अनि यता मान्छेहरू हेर्नुहोस् पुरै भिड छ है त साथीहरू। एकदम हेर्ने मान्छेहरूको पुरै भिड लागेको छ। सञ्जोग भाइ ल है लिफ्टमा बताउँदा आज हाई त गर्नु है कमसेकम ल। लाइक कमेन्ट सब्सक्राइब हान्दिनु होला है गाइज। है त गाइज आजको ब्लग यति नै। अन्तिमसम्म धेरै साथ दिनुभएकोमा धन्यवाद। अनि अन्तिममा जाने बेला लाइक अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। हस् त आजलाई यति नै है त।